Hi everyone, welcome back to my channel. आजको सटरडे फुल्ली फ्यामिली डे आउटमा छौँ हामी र आजको प्लानिङ चाहिँ हाम्रो चन्द्रगिरी हिल्स तर्फको हो, मम्मी छोरी र फाइनली निकै लामो क्यू पछि हामी केबल कारबाट चन्द्रगिरी हिल्सको टपतिर प्रस्थान गरिसकेका छौँ। मम्मी छोरीको दृश्य हो यो। त्यसैगरी काठमाडौँ उपत्यका छ अगाडि, तल भिजिबिलिटी खासै राम्रो छैन तर जोस हेर्नलाई मनमोहक नै छ र एकदमै सुन्दर हरियाली जङ्गल र केबल कारहरू ओरदोर भइरहेका छन् र बिहानै भएको कारणले सम्भवतः तलबाट जानेको चाहिँ धेरै क्यू छ भने माथिबाट आउने केबल कारहरू रित्तै फर्किरहेका छन्। खासै राम्रो भिजिबिलिटी नभए पनि राम्रो काठमाडौँ उपत्यका निकै सुन्दर जङ्गल रहेछ। यसरी हामी तल केबल कारको बेसबाट टपसम्म चाहिँ 1550 मिटरबाट 2550 मिटरसम्मको उचाइमा जानुपर्ने रहेछ। चन्द्रगिरी हिल्सको एलिभेसन चाहिँ 2550 मिटर, सो अबाउट 1000 मिटर वी नीड टु क्लाइम एन्ड इट जस्ट टेक्स अबाउट 10 मिनट बाई केबल कार। अनि हामी हिँडेर पनि जान सकिन्छ अरे, तर मलाई चाहिँ थाहा छैन। तर एन्ड गाडी बाइकहरू पनि जान्छ भन्ने सुनेको छु, सायद होला। लेट्स सी अप देयर के छ माथि अवलोकन गर्नको लागि हामी आतुर छौँ। र लिटरली भन्नुपर्दा केबल कारमा म आफै पनि र हाम्रो फ्यामिली चाहिँ फर्स्ट टाइम हो र म आफैले चाहिँ एकदमै इन्जोय गरिरहेको छु, मलाई मजा लागिरहेछ। र विशेष गरी यो जङ्गलहरू साँच्चै सुन्दर छ। फाइनली हामी टपमा आइपुगेका छौँ र मम्मी छोरी आफ्नै धुनमा, त्यति धेरै राम्रो आकर्षक नै अहिले नै चाहिँ लागिसकेको छैन मलाई। मम्मी छोरीले जस इन्जोय गरिरहेछ हो। हाई पपकर्न खाने। ओके, यो खन्चुवा छ छोरी चाहिँ फेरि। सी वान्ट्स टु इट पपकर्न नाउ है। ओ एनिवे जे होस्, हरियाली वातावरण छ। सी इज अलरेडी गेटिङ हङ्ग्री। भुटेको मकै खाने भनिरहेछन् छोरीले। हामी यो चन्द्रगिरी हिलको भालेश्वर मन्दिरको एरियामा छौँ यतिखेर। विशेष गरी यहाँ चाहिँ यो भालेश्वरको मन्दिर दर्शन गर्नको लागि चाहिँ श्रद्धालु भक्तजनहरू विशेष गरेर हरेक सोमबार चाहिँ यहाँ धेरै भिड लाग्ने गर्दो रहेछ र 25% डिस्काउन्ट पनि रहेछ केबल कारबाट यहाँ माथि आउनको लागि। तर हामी चाहिँ आज सटरडे छोरीको छुट्टीको दिन भएकोले हामी यहाँ छौँ आज। छोरी अलरेडी गेटिङ टायर्ड, सी इज लिटल बिट टायर्ड अलरेडी। के भयो? सी इज feeling hungry, she's saying. Okay, first of all we walk around the temple, Baleshwar Mahadev, and then we having something with the popcorn. Okay, छोरी सबैले सुजहरू चाहिँ यहाँ सबैले दर्शन गर्ने मान्छेहरूले खोलेर राख्ने रहेछ र हाम्रो चाहिँ भगवान चाहिँ मनमै छ। खास गरी मेरो चाहिँ मैले मनबाटै प्रार्थना गरेको छु, मनबाटै भालेश्वर मन्दिरको दर्शन गर्ने प्रण गरेका छौँ हामीले चाहिँ है।
धेरै क्यु छ त्यो भएको कारणले बाबा तल जाने वाउ यता पुरै जंगल रहेछ सरी कि बाबा यता पुरै जंगल रहेछ आज चाहिँ हामी जंगल गयौँ राजा भनेको राजा हो भने जस्तो यहाँ किङ पृथ्वीनारायण शाहको शालिग हजुर पहिला यहाँ ढोक न फाइनली हामीले नि जुत्ता खोल्यौँ छोरीले नि खोल्नुभयो मम्मीले नि खोल्नुभयो ढोगेको खोइ त एकदमै धेरै लाइन हुँदो रहेछ आज शनिबार पनि भालेश्वरको दर्शन गर्ने श्रद्धालु भक्तजनहरूको वाउ मम्मी ऊ त्यो गाउँ हो ऊ त्यो तलको ऊ त्यो हो चन्द्रगिरीको तलको र हामीले चाहिँ यत्रो धेरै भिडमा के तछाड मछाड गर्ने भनेर आज भालेश्वर महादेवको वरिपरि हामी घुम्नेछौँ आत्माबाटै मनबाटै उहाँको दर्शन गर्नेछौँ किनकि सबभन्दा ठुलो कुरा हाम्रो आत्मा हो मन हो जुन सफा भयो भने हरेक देवी देवता मठ मन्दिरहरूले पनि हामीलाई कल्याण गर्नुहुनेछ हनुमानजी तर मन नै सफा छैन भने कुनै पनि मठ मन्दिर धाएर देवी देवता ढाकेर चाहिँ अवश्य हामी सफल हुने छैनौँ भन्ने मलाई जहाँसम्म लाग्छ बाहिर पुजारी पनि हुनुहुन्छ उहाँ है इन्जोय छोरी ठिक छ अनि यता छोरीको मम्मीको चाहिँ के छ चन्द्रगिरीको भ्यू टावरमा चाहिँ हामी गइरहेका छौँ यति बेला वेट छोरी हाई सी इज भेरी ह्याप्पी टु गो टु द टप यता फेरि डियर निमा हुनुहुन्छ यताखेरि यस्तो मेरो क्लाइन्ट्सहरू चाहिँ उहाँहरू आजको हामी चाहिँ भ्यूमा छोरी वेट दुईजना हिँडिरहेका छौँ हामी दुईजना मात्र यहाँ चाहिँ भ्यू टावरमा निकै राम्रो दृश्य र तपाईँ देख्न सक्नुहुनेछ तल अर्को जोडी चाहिँ स्काई साइक्लिङ गरिरहनु भएको छ एकदमै रमणीय दृश्य रहेछ यहाँ माथि भ्यू टावरबाट चाहिँ छोरी अलरेडी अन द टप यो खालको भ्यू देखिने रहेछ अनफर्चुनेटली वेदर इज not so clear but
Quite nice. Hello. सब वरिपरिको भ्यूहरू टेम्पल कलभालेश्वर टेम्पल टप फ्लोरमा जाँदै एकदम यस्तो खालको भ्यू छ त्यति धेरै क्लियर छैन तर हेर्न चाहिँ रमाइलो छ यहाँ चाहिँ बाइनोकुलर टु सी फार अवे मम्मी छोरी यहाँ छोरी डान्स गर ल बोतलमा जाम हेर हेर अलि दुईजना साना भ्यू अवलोकन गर्दै यहाँ मिलाइदेऊ न बाटो अनि यस्तो पहाडहरू र केही स्वदेशी तथा विदेशी भिजिटरहरू हुनुहुन्छ यहाँ एकदमै क्यान्टिनहरू यता नन भेज काउन्टर भेज काउन्टर एभ्रिथिङ बट केही समस्या छ यहाँ सर्भिस आफै गर्नुपर्ने चन्द्रगिरी हिल्समा our trip is going to be ending, so we are ready to back down again. Sorry. Okay, yes, finally we are ready to go back down again. So enjoy, Chori. Hi. चन्द्रगिरी हिल्स रिसोर्टको भ्यू तपाईले देखिसक्नु भएको छ। हेलो हेलो I bought it in Dubai. Dubai is good. I used before that jacket. र बिहान भन्दा चाहिँ यो मौसम केही क्लियर भएको छ अहिले भने बिहानको तुलनामा चाहिँ एकदमै क्लियर भिजिबिलिटी र अझै पनि मान्छेहरू आउने जाने क्रम चलि नै रहेको छ र शनिबार चाहिँ विशेष गरी अलिकति भिडभाड नै हुने रहेछ यो ठाउँमा। हाई छोरी। Okay, so Times Square. So I bought some clothes and that nearby one location. But quality after wash
फाइनली राम्रै छ चन्द्रगिरी हिल्स। कुनै समय टाइम मिल्यो भने स्नोइङ भएको बेला आउने मेरो तीव्र इच्छा छ। लेट्स सी के हुन्छ। ब्युटिफुल जङ्गल एन्ड काठमाडौँ भ्याली। जोस् आजको दिन राम्रो नै भयो। हाई हाई। All branded item you can get cheaper. Okay, almost our day out going to be ending. So on the way मा पर्ने भएकोले हामीले मङ्की टेम्पल स्वयम्भूनाथलाई पनि यसो राउन्ड लगाएर जाने भन्ने सल्लाह छ हाम्रो छोरीको। त्यो भएर स्वयम्भूनाथको एक राउन्ड परिक्रमा गरेर हामी घर फर्किनेछौँ। थ्याङ्क यू। यस छोरी मम्मी छोरी यता आइहाल्यौँ। हाय छोरी निकै गलेको छ आज। हाइकिङ गर्न सक्छ जस्तो लाग्दैन मलाई। हाइकिङ जाने मात्र भनेर आज लगेको तर गल्यो। ल फाइनल्ली हामी चाहिँ आजको डे आउटबाट घर फर्किँदै